आज चाहिँ मेला जान्छु भनेर यस्तो ह्याप्पी भएको थियो। मिसले चाहिँ फिजिक्सको प्र्याक्टिकलमा नै बोलाइदिएर, त्यही भएर छिटो छिटो स्कुल पुगेर फिजिक्सको प्र्याक्टिकल सबै भइसके। प्र्याक्टिकललाई चाहिँ गोली मार भनेर यस्तो घुमघाम गर्न मेला पुगेको। ओहो, यहाँ त चक्रा देखेर नै यहाँ हालत डाउन भइसक्यो आफ्नो। त्यसपछि चाहिँ पुरै ग्याङलाई लिएर हामीहरू चाहिँ बाटो दोकानहरू हेर्दै यस्तो भित्र पनि छिरिसकेका थियौँ। अनि फाइनली भित्र पनि पुगिसक्यो। अनि अगाडि हेर्दा चाहिँ यहाँ चाहिँ पुरै खाली लागिरहेको थियो। खाली लागोस् कि भरि लागोस्, हामीहरू चाहिँ यहाँ एकदमै चक्रा खेल्नु पुरा एक्साइटेड भइदिएर। अनि विकास भाइलाई भनेको खेल्छस् भनेको त नाइ रे। अनि ग्याङसँग चक्राको जति नजिक पुग्यो त्यति नै डर पनि बढिरहेको थियो। अनि फाइनली हिम्मत गरेर टिकट काटेर हामीहरू केटाहरू सबै यहाँ चक्रातिर चढिरहेको थियौँ। हाम्रो पालो आउनको लागि त एकदमै इन्तजारमा थियौँ। अनि पालो आएपछि जब बस्यो हामीहरू, हो फुल रियाक्सन हेर्नु होला है। टर्न पुरा भइसकेको थियो। हामीलाई त एकदम टुप्पोमा राखिदिन। म चाहिँ पुरा हाइटबाट डराउने मान्छेलाई नि टुप्पोमा राखिदिएपछि म त थर नै भइदिरहेको थिएँ। तर जे भयो नि, भ्यू चाहिँ एकदमै दामी आइरहेको थियो हाम्रो महेन्द्रनगरको। यस्तो झुला खेलेपछि केटाहरू हामीहरू चाहिँ नास्ता खाइदिउँ भनेर यो ठाउँमा गएको त हो। खाना नै कस्तो हो, नमिठो भएको थियो। अनि यस्तै कहीँमा खाना खाएर हामीहरूले त्यस्तै नि मन मारेर चल्दिएको घर।